वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। इट्स मी स्नेहा गुरुङ। हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। साथीहरू, आज पोखरामा धेरै दिनपछि मौसम चाहिँ एकदमै राम्रो भएको छ। हिजो अस्ति चाहिँ हावाहुरी हुने पानी पनि भइरहेको थियो, त्यही भएर आज चाहिँ मौसम राम्रो भएको दिनलाई मौका पारेर आज चाहिँ हामी दिदी भेना मेरो छोरा बुहारी हामी बुढाबुढी फ्यामिली मेरो परिवार घुम्नलाई निस्किन लागेको। साथीहरू कता हुन्छ हजुरहरूमा देखाउँदै छु, हेर्दै गर्नु होला। अहिले चाहिँ हामी गएको ल साथीहरू, हामी चाहिँ घरबाट निस्किएको है। बुढो वेलकम टु माई ब्लग आफ्टर लङ टाइम पछि। यता चाहिँ मेरो छोरा बुहारी अनि उता दिदी भेना, अब चाहिँ हामी निस्किएको साथीहरू। अनि म चाहिँ यता छु है त। साथीहरू, हामी चाहिँ हलनचोक आइपुग्यौँ। हलनचोकबाट हामी चाहिँ पोखरा सेल्फी पोइन्टमा जाँदैछौँ साथीहरू। ल साथीहरू, अब चाहिँ हामी यहाँ पोखरा फन पार्कबाट भित्र छिर्नुपर्ने रहेछ। भेना मेरो भेना हुनुहुन्छ उहाँ चाहिँ। ल हेलो बुढो, यता चाहिँ मेरो दिदी प्यारे दिदी। यता फन पार्क छ साथीहरू। आजको मौसम अहिले चाहिँ मजाले घाम लाग्थ्यो, अहिले चाहिँ फेरि बिस्तारै घाम चाहिँ कम हुँदैछ साथीहरू। साथीहरू, हामी चाहिँ पोखरा सेल्फी पोइन्टमा आइपुग्यौँ। यता चाहिँ मेरो दिदी, यता चाहिँ टिकट काउन्टर, टिकट काट्नुपर्ने रहेछ है साथीहरू। यहाँ जाने बेला चाहिँ मेरो दिदी र बुढोले चाहिँ टिकट काट्दै हुनुहुन्छ। अब चाहिँ हामी टिकट पनि काटिसक्यौँ साथीहरू, अब भित्र जान लागेको। यता चाहिँ मेरो छोरा बुहारीलाई पनि वेलकम टु माई ब्लग। दिदी भेना अनि यता मेरो छोरा लाउरे छोरा लाउरे भेना अनि बुहारी। अब चाहिँ हामी भित्र छिर्न लागेको है साथीहरू। है त साथीहरू, हामी चाहिँ भित्र छिरौँ। साथीहरू, हामी चाहिँ पोखरा सेल्फी पोइन्टमा आइपुग्यो फाइनल्ली। अब चाहिँ हामी सबै घुम्छौँ ल। पानी जहाज पनि रहेछ साथीहरू। यो भित्र चाहिँ सिप ल। यता फोटो सुरु हुँदैछ। मेरो भेना र बुढोको फोटो सुरु हुँदैछ। छोरा पनि जाउँ न त त्यहाँ। मेरो आउटफिट साथीहरू। एकचोटि चाहिँ सरल घुम्नु पर्यो साथीहरू। यता फोटो सुट हुँदैछ कपाल। ल साथीहरू, हामी चाहिँ अब यो सेल्फी पोइन्ट भित्रको अर्को नयाँ चिज देखाउँदैछु है तपाईँहरूलाई। यो भित्र के रहेछ भन्दाखेरि चाहिँ के हो यो, बरफ परेको कि के हो यो त? ओ माई गड। ल मेरो बुहारी र छोराको यहाँ फोटो सुट हुँदैछ है साथीहरू। ल ल यता हेर, दुईजना पोज दियो ल। नाइस नाइस। हामी इन्जोय गर्दैछौँ है साथीहरू सबैजना।
आज चाहिँ हामी एकदमै रमाइलो भइरहेछ है साथीहरू सबै हजुरहरूले हामी कति खुसी भएको आज हेलो गाइस ह्याप्पी मोमेन्ट ल ल है यहाँ के हुँदैछ साथीहरू जय यहाँ कमिटी मान्छेहरू छ है साथीहरू ल यो माई फ्रेन्ड्स मेरो साथी सङ्गिनीहरू भनौँ न मेरो फुपू र फुसै हुनुहुन्छ उता एकदम टाइटानिक पोज हान्दै धन्दै लडेन ओहो ओहो वा 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 नेसनल पोज हो त्यो थम्स अप देखाउने थम्स अप ए भिक्ट्री पनि देखाइदिनु यसरी लौ ओ यस ओ मिस्टर एन्ड मिसेस ओ फुपू बोल्नुहोस् किनभने हजुर त एक्लै फनान नै घुम्नु भयो पार्टनर खै अनि यो केटीहरूसँग हिँड्न गाह्रो चाहिँ सबै बोक्नु परेन बुढीको झोलो बोक्नु परेन Hello everyone, this is me Shushmita Gurung and this is my fufu and everyone please like and subscribe my fufu channel. Thank you. अब चाहिँ हामी निस्किन लागेको साथीहरू यता चाहिँ मेरो ब्युटिफुल दिदी हुनुहुन्छ रमाइलो भयो हामी चाहिँ रमाइलो नै भयो साथीहरू टिकटक बनायो फोटो खिच्यो एकदम इन्जोय गर्यो साथीहरू हजुरहरू नि आउनुहोस् है एकदमै राम्रो छ है यो ठाउँ चाहिँ ल जाऊँ लेट्स गो नानु लेट्स गो ल त तिमी माथि बस ल साथीहरू हामीले पोखरा सेल्फी पोइन्टबाट घुमेर नै निस्क्यौँ अनि अहिले चाहिँ फेवातालको चिसो हावा खाँदैछौँ है साथीहरू एकदमै रमाइलो भइरहेको छ आज चाहिँ हेलो बाबा जाडो बाहिर भित्र चाहिँ गर्मी थियो अहिले बाहिर चाहिँ अलि जाडो भयो अब बेलुका हुन लाग्यो नि त फेरि त्यही भएर मौसम बेलुका भएपछि साथीहरू यस्तै छ आजभोलि पोखरामा बेलुका भएपछि हावाहुरी मजासँग छ अहिले बेलुका चाहिँ फेरि शाम हुन लागेपछि पानी पर्ने हावाहुरी चलिरहेको छ है अहिले घरबाट निस्किने बेला चाहिँ एकदम राम्रो भएको थियो कि मौसम चाहिँ त्यही भएर निस्केको साथीहरू अब चाहिँ बेलुका भयो हावाहुरी हुन थाल्यो तै पनि एकदमै इन्जोय गरिरहेछौँ हामीले चाहिँ हाई इन्जोय साथीहरू आज चाहिँ हामी दिदी बहिनी सबै परिवार त्यसरी लेक साइडको भ्यू हेर्दै घुम्न आएको साथीहरू पानी पर्न लाग्यो हेर्न सक्नुहुन्छ हजुरहरूले आजको मौसम कस्तो छ भनेर जाडो भइरहेको साथीहरू अहिले चाहिँ घरबाट निस्किने बेला चाहिँ एकदमै राम्रो थियो अहिले बेलुका भयो अब पानी पर्न थाल्यो त्यस्तै छ पोखराको मौसम साथीहरू पानी पनि पर्यो अब चाहिँ हामी घरतिर फर्किँदैछौँ अब ड्याडी किचनमा खाजा खाएर जाने प्लान भएको छ A few moments later. साथीहरू हामी चाहिँ ड्याडी किचनमा आइपुग्यो अब चाहिँ यहाँ खाजा खाएर घरतिर लाग्छौँ पानी परिरहेको छ साथीहरू हामी चाहिँ यहाँ आइपुग्यो माथि जाऊँ न त हेलो भेना हेलो बाबा प्रवीण सुस्मिता दिदी खाजाको वेटिङमा है खाजाको वेटिङमा छौँ हामी चाहिँ साथीहरू हाम्रो खाजा आइसक्यो यता मोमो यता चिकन चाउमिन यता चिकन स्यान्डविच अब अरू चाहिँ आउन बाँकी नै छ है ल खाम सबैजना व्यस्त छ ल चाट्नु चाट बाबु सुरु यो खाऊ ये तो पानी खाऊ कस्तो छ साथीहरू मेरो चाहिँ चिकन ब्रेड विथ फ्रेन्च फ्राई आयो
मेरो छोरा चाउमिन खाँदैछ, बुढो र भेनाले मोमो खाँदै हुनुहुन्छ। कस्तो छ मोमो? साथीहरू हामीले चाहिँ खाजा खाएर नि भ्याइसक्यो। अब चाहिँ हामी घरतिर जान लागेको। फुल भिडियो वाच गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई।